अलिक ख्यार हुन्थ्यो सास पार्न गाह्रो हुन्थ्यो अनि खोकी लाग्थ्यो अनि टाउको पनि यस्तो ढाडहरू पनि यसरी दुख्थ्यो अहिले हल्का भयो दुखाइ छ अहिले दुखेको छैन टाउको ल ताली बजाएर परमेश्वरलाई नै तपाईलाई कस्तो भयो हल्का भएको महसुस भयो यो सुरुवातमा लामो सास फेर्नुहोस् एकचोटि लामो सास फेर्ने लिने फेर्ने भित्रै यसुको सामर्थ्य तपाईँलाई के हुन्थ्यो हातको अल्छी अप्ठ्यारो हुन्थ्यो लेख्दाखेरि त्यही भएर अनि अहिले गल्दैछ अहिले छ ताली बजाएर परमेश्वरलाई ताली बजाएर परमेश्वरलाई टाउको दुख्छ हजुर अनि भर्खरै अगाडि अहिले दुख्या छ छैन प्रार्थनामा अब दुख्दैन कहिले विश्वास गर्नुहुन्छ आमीन भन्नुहोस् विश्वासमा यसरी जिउन तपाईँ के हुँदै थियो सबै घोस्ने पोल्ने रहने छैन चेक गर्नुहोस् तपाईँको घोस्ने अलिअलि पनि गयो कति धेरै घोस्दै थियो दुख्दै थियो बस्नु पनि हुँदैन थियो सुत्नु पनि हुँदैन थियो कति समयदेखि यस्तो भएको 2-3 महिना भयो धेरै बढेको चाहिँ पहिलादेखिकै हुन त 2-3 वर्ष भयो ल ताली बजाएर परमेश्वरलाई महिमा अरू खोइ चेक गर्नुहोस् त अरू दुखाइ साँच्चै हो बनाउटी नभन्नुहोस् है साँच्चै हो साँच्चै ताली बजाएर परमेश्वरलाई कति समयदेखि यो 15 दिन भयो 15 दिनदेखि ल अरू कसै निको हुनुभयो अहिले तपाईँलाई ल आउनुहोस् त साँच्चै निको भएको साँच्चै निको भएको के भएको थियो जोडले मेरो यस्तोमा दुखिरहेको थियो यस्तो दुख्थ्यो गल्थ्यो अनि सुनिन्थ्यो कति भएको थियो दुखेको भयो महिना दिन जति भयो दुखेको थियो तर सुनिने चाहिँ 1 वर्ष जति भएको थियो मेरो कपालहरू पनि दुखिरहेको थियो पिनास भइरहेको थियो त्यो पनि सबै कुरोबाट म छुटकारा पोल त अहिले छ्याङ्ग भयो कति दिन लाग्थ्यो पोले थुप्रै यो घुँडो दुख्थ्यो थुप्रै भन्नाले कति दिन भयो 15-20 दिन के अरे वर्ष भयो 15-20 वर्षदेखि सधैँ पोली बस्थ्यो अब उपरान्त यो बिमार फर्केर आउने छैन येशू ख्रीष्टको सामर्थ्य नाउँमा अघि साह्रो थियो ल हलाउनुहोस् अझै छ ल ताली बजाएर परमेश्वरलाई महिमा तपाईँ उठ्नुहोस्